लामा लामे बाजेको आज आज अघि आज राज ओह्रालो करालो पर्ने ताका राज हुन त आज पुराको जमाया पनि काल्दाले उनीहरूको वायु सम्झने हवाईको हो अहिले आज राज अहिले जमाया पनि आज राज कोही जमाया पनि आज राज आज पुरा मङ आज भनेपछि आज राज उनीहरूले जमाए पनि आज राज आज जमाए पनि राजा तेरो भए पनि आज काल्दाले आज राजा जमाए पनि आज वायु जमाए पनि काइन्देर उनीहरूका छौकी भनिकन फेरि आज राजा अहिले आज आज राजा उनले पनि आज धितो धर्म गरिकन आज जमाए 7 पिति 14 बुढीमा आज हाँचाको हाँचो झुटा झुटा छुट्याइदियो भन्ने आज अहिले अहिले आज हुन त राजा निसाब जमाए पनि हाँचा झुटा छुट्याउन नकन त्यो हाँचो त्यो झुटो वायुले भोग्दिनु छ तर राजा वायुको लागि वायुको तुमी नर पनि हो वायुको धर्माधुना पनि हो आज वायुको लागि चाहिँ भए पनि एकाकालो चाहिँ भए अमृत एकाकालो दुध त होइन दुवै 72 त्यो भए पनि आज राजा आज के छ तुमीले चाहिँ भए पनि आज राजा त्यो जो नबिग्यो त राजा अहिले के हुन्छ राजा बिग्रन त चाहिँ भए पनि राजा हाँचाले पनि बिग्रन्छ झुटाले पनि बिग्रन्छ आज अहिले चाहिँ भए पनि हाँचो चाहिँ भए पनि बिग्रला झुटो नबिग्रला नहुन्छ है नरौ हाँचाले पनि बिग्राउनु छ झुटाले पनि बिग्राउनु छ भए पनि राजा अहिले के छ आज तुमी राजा अहिले 12 देव तितर गोटी बेली हम्जियो हम्जे भई आज भए भई माटी भुवायो खेती होइन आज भए पनि अहिले अरू के छ वायुले बाटो दिकन अर्थ दिनु छ उयो अर्थ तुमले जान्छ बिग्रिनु कसरी परेन परमेश्वर कसरी नबिग्रे दुवै पक्ष नबिग्रे परमेश्वर बाटो दे त्यही बाटो हिँड्ने हामी हो जनता हौ त्यही त कसो भोग्थ्यो त नाति यो गणेश सर भुलेको मात्रै यो आज माटी पढेको बिच त्यही त होला तेरो खोदाउने भन्नुपर्ने यो माटीको आज ओल्लो बारी पल्लो सुहारी आज सानो किल्लाको लागि होइन माटी मेरो भन्ने मेरो ढाला ढालाहरू तँले यो बाई पोखरेको हो कि होइन बायुको पोखरी भन्दा त ठाडो पोखरी पनि छैन लेकिन यसमै बायु राखे जस्तो छ यो फेरि आज यो 3 क्रियाले यो 3 कप्पाले पढिकन यो बाई एकाले ल्याउने अर्काले आज अर्का ठाउँ हाल्ने यो हरिकन तैँले यो आज यो 900 राजकोटको बायु ल्याइकन तैँले राखे जस्तो छ राखे त्यही होला यो नर नजाने देउता हुनुपर्ने हामीले जाने त हामी यस्तो देखेँ 10 बार जना फेरि तैँले आज यो माथि भयो तँको दोष बुझ्नु पर्ने बुझाउनु पर्ने अब अहिले माटी त्यस्तो यो काम गरेर यो तल्लो तेरो र मेरो भन्ने बेली लाग भयो भने एक ल्याउटे यो बायाले तँको नै दिलाए जस्तो होला यो नरको नरेजी र बायाको
माटोको भनाइ पनि यही होला यो अब उठेन भएपछि यो माटीको चोक्कियारी बुझाउने त्यो माटो पनि दिएल यो आज पायो त उठाएर म बुझाइया बुझ्याउरो यो डन्डको डन्ड बुझाएपछि बाइसु माने पनि मानिने नमाने पनि नमाने पुखारी अनि आउनु पर्ने भनेपछि के नमान्नु एउटा धामी छ भोलि हामनी भयो हाममाथिको कुरा भोलि उठाइकन धामीले ढेक्कन भनेर भनेपछि के नहुन्छ नै भोलि यस्तै हुने भनेपछि नमान्नु हुनेको के छ अन्त त्यहाँ पनि एकअर्काले दुब्राउने नमान्नु हुने के छ माटी चोरी लैजानु पर्ने परमेश्वर हामी दुई हुँदैन 85 दुई थरी मिलिकन यो बायो जहाँ सिउ राखिकन तैँले माने किन होला यो माटो नुहाउने त हुन्छ यो त बायो यो ग्यारेन्टी दिउँछ यो किन हुँदैन तँ पनि दुधै तँ दुधैकन तँ दिदीले यो बायोलेकन मान्ने ठाउँ बायो त पञ्चाउन्न माने पनि मानिँदैन नि मानिँदैन माटो हुँदैन यो यसमा बिरुवा गर्नुपर्छ भन्ने कसै बायोको यो अधिकार हुँदैन तँ दुई थरी मिलिकन यो बायोकन पत्याइकन बायो माने किन दिँदै जाने माटो हुन्छ माटो कोहीको माटो कसले दिने हो त्यो कसले के हुने माटो कोहीको तर अहिले बाहिर अघि बोकेको नलोटी कुट्याउँदैन नबोकेट अहिले माटो जब पनि त्यहीको माटो भए लाग्यो किन माटो त माटो यसको बस त्यही त भनिरहेको छु मैले आज पनि आज यो लटपटियाको खासै माटाको हप्ताकी अन्य अक्को बाहिर त अब पनि जो धेरै उयो बोक्नु छ खाइदिएको यो नपाएको इटिएर मेरो भन्ने अक्को अहिले भए पनि आज अब राजा पनि आज राजा अहिले खाइबिग्रियो यो बिग्रियो त भने मेरो भन्ने अक्को बाहिर भन्ने नीति आज अहिले मानिन्छ किन मानिँदैन भन्ने कुरो के हुन्छ आज हात जुत्ता छुट्याइदियो भने उसको भागो लाग्छ लामो लागा पारीको भाइ बसाली अब हात जुत्ता छुट्याएपछि उहिले किन शान्ति छैन मानिन्छ किन तर किन बेली जब तोकन हाँची राखे आज जब पनि आज मेरो माटी जब मतिर लाई भनिकन उकेर मान्नुपर्ने त भए पनि पाथी बित्तो बारे त होइन कि पाथी बित्तो त होइन तर के भयो राजा भए पनि मेरो आज म हेलाउँ कि माटी त्यही हो कि मेरो भन्ने आज माटी भए पनि आज यही हो भने भए आज ऊ माने किन मानिन्छ तर अहिले आज मानिन्छ तर जब हामीले एकै घट एकै स्वर तुम्बु हुनु पर्यो आज तुमी दुई मिल्नुपर्छ भने किन नमान्नु अहिले निसाब नभए कुरो हुँदैन कुरो नभए निसाब हुँदैन भिड नभए नित हुँदैन भए पनि अहिले के भयो तर अघिको कुरा तुमीले भरिया काम पनि होइन तुममा चाहिँ भए पनि बुढपिता पनि पिताको राजा अघिको कुरा भए पनि राजा भए पनि मेरो मन आज नहरी भने तेरो मन आज नहरीलाई मेरो माटी कहिदिनै मतिर लाग्यो भने एका दुई हरिका तोकलो मानौला भन्ने बुझाएको तर भए राजा तुमी मिल्दा बाहिर नमिल नमान किन
बाटो दिने पनि परमेश्वर त्यही बाटो लानु पर्यो के कस्तो हल्नु पर्यो हो कि होइन नेत हल्नु पर्यो बाटो पनि दिनु पर्यो देउता कति हुन् अरू छन् कि त्यही मात्र हेर्नु पर्यो त्यही देउता मात्रै हो कि अरू कोही छन् कि अर्थ राखेपछि भोलि नभनिए के बाबुले नभने हामी मान्न जाने कुरो भएन हामीले भुलेको कुरा अहिलेसम्मको त्यही न देखाउने भए देखाउनु पर्यो तँको यी बिग्रो भन्ने कति बाया भनेपछि भाइले कतिको नाम राखेको छ भने हेरान कुरा नदाखेर अरूले भनेपछि हामीले के बोल्ने देउता लागेर अहिलेसम्म केही छैन एउटै भन्ने छ जो देउताले देखाउ जान्दैन हामी त्यही काम मान्न बायो भनिदिउँला बेलीले त देखाएका त बोल्नु आलिया हुन्न नि हालेका थिए पञ्चायत सबै परमेश्वर सब बिग्रिए के भन्नुहुन्छ अब उहिले पछाडि त हेराउनु त गराउनु त भन्यौँ त हामीले पनि अब बिरामी भएर हेरेको अर्को देउता देखेँ अहिलेसम्म मैले कुनै यहाँ देखाउँ हेराउने मान्छे छ भनेपछि हामी होदेऊ त्यही छ भने एक छ भने ऊ मान्नु पर्यो अरू भइगयो भने त दुध हुनु पर्यो खायो देखाउनु छैन होइन त्यसले परमेश्वर देखाइदिए तर राजा अहिले के भयो राजा तर राजा अहिले बेलीका कुरा राजा कोही जग्गा बाहिर पस्दाखेरि अहिले बाहिर हम्जाउँदाखेरि अहिले के भयो यो त जब तुम त्यो बाइक भएन खड्या यिनको न जब तुम मिले पत्ता यो कुरा त जम्मा हाँची भयो भने त्यही मात्रै हो अहिले नियत के भयो अहिले चाहिँ भए देउरे बहिनी बहिनी लाम गरे आज राजा कुना लाले यो चाहिँ भए पनि भइदाले यी त चाहिँ भए पनि तुई वर्ष राजा यी त खुट्टा त्यो अब त्यो ताराको देउता हाम्रा देउता अब त्यहीखेर पुरो हटाइदिए आदि इत्यादि भन्ने किसिमको भगाएर त्यो ध्वजासम्म कुरा त हुन्छ त्यो देउताको ध्वजा त उठाउनु पर्यो खासै मान्नु पर्ने अब अहिलेसम्म देखिरहेको अब हामीले बाँधा हाल्दाखेरि हाम्रा देउताको अब त्यो देउता अब भुना ऊ गरे काखा लगाइदिए भनिकन त्यो पनि आखिरी त्यो पोखरा होइन त्यो होइन देउता धरेका हुन् अब उनीहरू पनि फुटुमुट त चाहियो देउता फुटुमुट चाहियो अब त्यही खान के हाल्नु पर्ने त्यो बाटो दिनु पर्यो तर अहिले के भयो राजा भएन त बाहिरले यो त जब पनि आज राजा अहिले बाली बिगो सिमत आज राजा नराखिकन आज बालीको बाली बिगाको बिगा राख्नु पर्यो अहिले के हुन्छ तुम जब पनि धर्म आएन तुमको न माया मुलाकात भयो बाइको के माया मुलाकात अहिले बाहिर अघि बोक्ने जग्गा तर निशब्द चाहिँ अहिले आज किन खिच्दैन आज निशब हद्दियो भने राजा यहीको निशब खिच्ने त भयो अहिलेसम्म यिनी दुईको यस्तै किसिमको धमेरो भइकन भइदिए अब आफ्नो धने होइन अब बुढाबुढी त्यही काना हुँदाबाट भन्नु यिनीको पालाभन्दा अगाडिका कुरा हुनु अब यिनले खोल्ने अहिलेसम्म केही नगरिकन आज हामीले त्यो बाटो राख्यौँ र अब खोज्दै हाल्यौँ अब सोधेको त बाटो चाहिँ कोही के भन्दा त्यहीँ जानुपर्छ भने भने हातले अझले यहीँ मारे पनि दुधको दुध पानी भन्न दुई थरी गयो भने जाइन्छ भने पनि हुन्छ भने त्यो क्या त्यो राम्रो बाटो त त्यही त दिनु पर्यो तर के हो अहिले भए पनि ऊ बेली निया कुरो हरेको पनि उही भाइ हो उहाँ मुन्डो पनि उही भाइ तर कसरी तर राजा अहिले राजा कुरो नमिले भाइ दोहोरो चाहिँ भए पनि
अहिले तिमीले थाहा पाएन भने दोहोरा धितालिकन दोहोरा त चाहिँ भयो भने तुममा डाँडा लागि भित्र पनि पूजा गर्ने अहिले आज किन आज अहिले आज तुम जे भए पनि आज जे भए पनि आज निसाब नभइकन त्यस्तो जुटो भन्ने भएन त आज चाहिँ अब ममाया यसले भन्नु पर्यो त्यही किसिममा भाइ दिने अरू के छ बाहिरको जिम्मा भाइको जिम्मा भाइ दिने बस हो यहीको चाहिँ भए पनि बेदीका चाहिँ भएका आँसु भएका आँसु बनाइरहेपछि किन उहीको यो मण्डप त होइन ऊ हाँची मात्रै रहेको आज हाँची रही मेरो निसा भयो उहिकन कुलो हुनु पर्ने भयो आज राजा अरू के छ भने अहिले राजा जे भए पनि आज एकै ढुङ्गा जे भए पनि मुखलाउलाई एकै होइन जताउलाई राजा घोसो जे भए पनि ठाडोहरूलाई ठाडो घोसेर मलाई त भएको बोलिसै भयो राजा त्यही चाहिँ बोली चाहिँ अब तेरो प्लान के छ है दुई थरी मिलेर हामी कसरी मान्ने भने आज त्यही त मिल्ने भने नमिल्दा त मिल्ने कसरी मान्ने जमिन दिने मान्ने कुरा बाटो त देउता जसरी त्यसरी मान्ने हो हामीले मान्ने तरिका त हामी हराउँला पछाडि तर मैले भन्नु खोजेको के हो भन्दाखेरि कोही केही भन्नु भयो कसले केही जानुपर्छ भने कसले यी दुई थरी मिलिकन तर छान्ना पनि गइकन बाटो पुगे पनि उर्जन त मिल्नु पर्ने दुई थरीले पनि भने तर मिल्दैन भने अब त्यो कसो हुने के हुने त्यही बाटो जसै भए पनि यिनी दुवै थरीकन आएका जौलाले नखाने आनन्द बजारी मुडो दुईको गोडा ठेस पनि नलाग्ने यिनीकन खायो भने त्यही हामीले खोजिएको मात्रै त हो त केही पनि नहोस् अब यी खान ठाडो पोखरी त होइन है बाहिरदेखि राखे जस्तो छ यो तर डाँडालाई राखेकै हो भनेको कुरा राखेकै हो तर राखेको पायो तर तैँले डाँडा लायो तर यो जाँदैन त्यही त नजाने अब जाने यसको पुर्याउनै पर्ने त्यही त तर मैले देखेँ नि डाँडा लाग्यो तेरो माटी सुत्केलाई यो पायो फिर्ता आउने अब म बाहिर भन्न सक्दैन नि धर्मको जहाज दुधेसिल बाई हौ तर आज यो तोकन अधर्म गरिकन अहिले डाँडा लागिकन तोकन दुःख हुने हुन अहिले खर्चाउने हो भनिकन यो मुलकाजी नरको मुलकाजी हुन्छ तर बायाको मुलकाजी केही पनि हुँदैन धर्मको जहाज जस्तो देख्यो त्यस्तै गम्ने हौ तर यो बायो तैँले अब यो पुर्याउनै पर्ने हो यो बेली ल्याइकन तैँले टाँगोसँग हाले जस्तो मानिएको छ है यो तर डाँडालाई बाहिर जाँदैन नजाने हो भने के आइकन जाने हो के हाल्नु पर्ने हो के लिनुपर्ने हो के हार्नु पर्ने हो कसरी जानुपर्ने हो त्यो बाटो दिनु पर्यो तर यही हेर यो बेली ल्याइकन मैले राखेँ मैले पाउने कुरा पाएँ माटो मैले मेरो दिलाइदिएँ तैँले तँकन आज यो डन्डको डन्ड भुत्याउरोको भुत्याउरो एक त्यसमा भुत्याउरो खाने छ दुई आज दुधे सिल बायो छ नि बैना जस्तो छ है यो ल्याइकन तैँले बेली टाँगै हालेको छ एउटा तैँले यो डाँडा लाएर बाइजाने कि त्यसको मुन्डप बनाउनु पर्ने हुन्छ त्यसको नाउँमा राख्नु पर्ने हुन्छ कि एकजना राम्रोसँग लिएर पुऱ्याउनु पर्ने हुन्छ बेली तैँले टाँगो त्यसो घाँटी छैन बेली तैँले खाली टाँगो हालेको हालेको फलानाको यो भयो भनिकन कि त्यो छलफल कि मेरो होइन भने केही न केही त्यही होइन भने केही न केही मेरो भयो भने मगाउनु माटो दिलाइदियो भने तैँले तेरो माटो दिलाएन दिलाएपछि तँ मिलिकन राख्नु पर्यो धुबैले जानुपर्ने हो ल्याउनेले जानुपर्ने हो कि हामीले भन्नु पर्यो होइन मिलेर दुई दुःख केही
ठिक छ तर खर्च एकै अरे तर जाने दुमी जानु पर्दैन एक गाई हुनु एकाले डाँडाको पाटो काट्यो एकाले उनले बेली दिएको हो कि तैँले आफै ल्याएको ल हामीले के त ल्याउने छैनन् कुरा हुने त्यो टाङ्गा पनि हो त्यो पनि छ त देखिया भने हुने बुझेकै हो त्यो देउता पनि के देउता नाउ के नाउ के देउता देउतापुरीमा के मान्ने त पैसा जानुपर्छ भाइहरूले देखाउनु पर्यो खानको हुन् त्यही खान्तपुरीमा अब डिल्लीकोटमा भएभरि राणावादी खाना कहिले राणावादी मान्ने डाँडापुरी जति सबै देउता जति हुन्थ्यो फुटिने भए भन्ने भयो हाम्रो जानुपर्ने भए त उहिले खाना जानु पर्यो उही धामी चाहियो को धामी हो के देउता हो अहिले म धामी किन नगर्नु भने अरू त हुन्न त देउता छ देउता पनि छ धामी पनि होला नाति धामीले किन आफ्नो धामी त होला